ए कति वर्ष पुग्यो होला यो बिचरा कति वर्ष पुग्यो है कति वर्ष बाद चाहिँ यिनीहरूको आयु हो अनि यसलाई आज यसको छुट्टी हो ए खान्छ है यसले कति केजी खान्छ दिनभरि के दिनुहुन्छ यही पराल नाम के हो नि हाम्रो हात्तीनीको लक्ष्मी लक्ष्मी हेलो मेरो बच्चाले अस्तिको पालि हामी आउने बेलामा बच्चाले देखेको थिएँ अनि त्यही भएर मैले भिडियो बनाएर अहिले अब हामी जान्छौँ बाह्रसिङ्गे हिजो आएको पोखराबाट के हो दा यसको नाम यो पनि पोथी हो कति किलो खान्छ रे यसले दिनमा यसले एक दिनमा यो सबै खान्छ यो खानुमा बिचरा यत्रो जान्छ यार खानु पर्यो नि मेरो बिहान दिउँसो बेलुका बाँध्नु पर्यो है नबानी हुँदैन नबानी भात भागी बसी सक्नुहुन्छ तपाईँ माउते हो हजुर यो चाहिँ एसियन एलिफेन्ट बिग म्यासिभ होइन अनि त्यो भनाइ छ नि हात्तीले अन्डा किच्यो भने फुट्दैन भन्ने त्यो भनाइ चाहिँ गलत हो त्यो गलत हो यो फुटाले त्यो सिजन त फुटिहाल्छ अनि पहिला हामी बच्चामा हुँदाखेरि चाहिँ खाल्टो छ खाल्टो भन्थ्यो खाल्टो हुन्न हुँदैन यो चाहिँ यसको खानेकुरा दाइले बनाउनु छ गर्मी छ है हामी पोखराबाट आएको हजुर यहाँ नुहाएर निस्केको त अनि त्यो अर्को छ नि त्यो के एउटा जङ्गली हात्ती आउने रोनाल्डो ए त्यो छ है त्यो चाहिँ अहिले छैन गए जङ्गलमा त्यो बेलुकातिर ब्रिडिङ नदेखेको छ